प्यारी हजुर मेरी के मुझे याद आयो के भने तँ भन्न अगाडि के भने प्यारी भनेको प्यारी भनेको प्यारी मेरो याद आयो ए रहेछ नि यस्तो आछ के गर्नु हेर्दै हालो मानु जस्तो छ मुटु भ्याटाक भ्याटाक भयो भेटाक भेटाक भएको छैन मुटु चाहिँ होइन अरू चाहिँ हुन्छ है अरू चाहिँ हुन्छ मुटु चाहिँ हुँदैन कि अरू चाहिँ हुन्छ तिमी यो आजकल किन यति साह्रो राम्री भएर बस्छौ लाइफमा मनाउँदा पनि यस्तो कहिले राम्रो भयो नि हिजो नदेखा मैले के देखेँ हिजो तिमी कति राम्री भएर बसेथ्यौ मनाउँदा नहुनु मसँग हुँदाखेरि हुन तपाईँसँग हुँदैन अर्कोले आँखा लगायो फेरि म बिजी भएको बेलामा फेरि अरूले आँखा लगाइदियो भने के गर्ने आफै किन नआउनु लाइफ किन नआउनु हिजो म अलिकति बिजी थिएँ कि आज म आउँथेन नि तर आएँ प्याराको याद आयो भेटेक भेटेक भयो बाटोमै अनि त्यही भएर कसम काममा गएको मान्छे भेटेक भेटेक भएर झन्डै मरिन त्यही भएर आएको फेरि मेरो प्याराले मलाई सम्झ्यो होला भनेर आएको मेरो प्यारीहरूले सम्झ्यो होला भनेर आएको झन्डै मरिन बाटोमा भ्याटभ्याट गर्दै थिएँ पानी हालिदिएर मात्रै जगाएको साथीले गाई जो मगरीले जे भने नि उडाउँछ मलाई के हो र पुष्पा दिदी सिरियसली भन्दा पनि नपट्टाउने के भएको यो थ्याङ्क यू ब्रदर गाइज हामी माथिको टप आइडीहरूलाई फलो गरिदिनुहोस् ल सिरियस भएर भन्दा पनि नपट्टाउने थ्याङ्क यू गाइज हाम्रोमा नयाँ सपोर्टर आएको छ गाइज उसले यहाँ मलाई जहाँसम्म लाग्छ हाम्रो भाषा बुझ्छ जस्तो लागेन गाइज जो आज त के भएको प्यारीहरू मेम्बर हट पनि दिन्न भने प्यारा भनिदिन्न वाइ मेरो प्यारले भनेको मान्नु छिटो मेम्बर हट पनि दिन्न प्यारा हेर्नु न मलाई मेरो प्यारले भनेको मान है छिटो गाइज मलाई रिस नउठा फेरि मलाई रिस उठ्यो भन्दा मलाई फेरि मगर्नेहरूलाई चुप्प गर्ने बानी छ मलाई धेरै रिस नउठाउ त्यहाँ मलाई मेम्बर हटै दिएन मेम्बर हाट्थ्यो छिटो गाइज फेरि मलाई रिस उठ्यो भने अहिले मलाई यस्तो चुप्प हानिदिन्छ अरे फेरि गाइज मलाई रिस उठ्यो भने चाहिँ मलाई त्यहाँ मगर्नेहरू चुप्प गर्ने बानी छ मेरो प्यारा भन्ने मलाई मेम्बर हटै दिएन मलाई रिस गाइज छिटो मेम्बरहरू डुक्क्युडुङ मेम्बरहरू दिएको कुरा लगाइदिन्छु मेरो प्यारालाई प्यारा हेर्नु न कसरी दिँदैन अझ पनि दिन्न भन्छ आमा पख तिमीलाई पख घरमै आएर कुट्छु पखमा मेम्बर हट नदिने रे हजुर आमा किन गाइज मस्क्यो भनेर हो मस्केन भनेर होला नि तपाईँसँग बोलेन भनेर होला नि राम्रोसँग बोलेन भनेर होला नि ल दिइसक्यो भन्न चाहिँ ल ओके गाइज म रिस उठिसकेको बल्ल दिँदैछ मैले रिस तपाईँ प्यारा तपाईँ भनेपछि बल्ल दिँदैछ यी मलाई रिस उठिसकेको थियो गाइज है मैले भन्दा चाहिँ मलाई रिस नउठाउनुहोस् गाइज मलाई रिस उठ्यो भने त मगानी लाएर झ्याप्पै छ मात्र म त बाहिरको मान्छेलाई खासै केही गर्दिनँ प्यारा भन्दै फेरि म भन्दैछु है छिटो है गाइज त्यहाँ मेम्बरहरू लिनु भनेको छ त प्यारीको टाउकोमा ननस्टप उड्नु पऱ्यो त्यो उडेकै छ नि अझ बल्ल एउटा मात्र उड्दैछ प्यारे ननस्टप उड्नु पऱ्यो क्या त्यो उडेकै छैन अझै गङ्गुली बल्ल दिनुभयो कुरा लगाइदिन्छु म त नदिनु न कुरा लगाइदिन्छु म म लास्ट छुच्छु है गाइज मलाई लास्ट रिस उठ्छ है मलाई रिस